आज हामी कक्षा 10 को पाठ 2 चक्रीय ब्याजबाट पहिलो क्वेशन सल्भ गर्न गइरहेका छौं। अब प्रश्नमा हेरौं। रिताकी आमाले रितालाई रु 50,000 दिइन्। उक्त रकम रिताले 2 वर्षका लागि निश्चित चक्रीय ब्याज दरमा पुनः बैंकमा जम्मा गरिन् र 2 वर्षपछि 1 वर्षको अन्त्यमा उक्त रकमको मिश्र धन रु 56,000 भएछ। अब पहिलो क्वेशन कमा छ ब्याज दर पत्ता लगाउनुहोस्। ब्याज दर दिएको छैन, मूलधन र मिश्र धन दिएको छ भने अब यसमा ब्याज दर पत्ता लगाउनु पर्ने छ। त्यसपछि खमा भनिएको छ 2 वर्षपछिको मिश्र धन पत्ता लगाउनुहोस् भनेको छ। यो टोटल 4 मार्क्स को क्वेशन हो। अब सल्भ गरौँ। पहिला मूलधन दिएको छ, मूलधनलाई p ले जनाइन्छ भने मूलधन दिएको छ 50,000। त्यसपछि भनेको छ मिश्र धन चाहिँ यो 1 वर्षको अन्त्यमा दिएको छ, पुरै दिएको छैन। C=56,000 समय अहिलेका लागि 1 वर्षको अन्त्यको मिश्र धन दिएको छ भने अहिले 1 वर्ष राख्छौं र जब क्वेशन नम्बर ख सल्भ गर्छौं 2 वर्षपछिको त्यस समयमा हामी 2 वर्ष समय राख्ने छौं, 1 वर्ष अहिलेको लागि। अब क लेखौं। कमा भनेको छ ब्याज दर पत्ता लगाउनुहोस्, अर्थात आर ब्याज दर पत्ता लगाउनु पर्ने छ। ब्याज दर पत्ता लगाउनको लागि पहिला हामी फर्मुला लेखौं। CA=P अर्थात मिश्र धन मूलधन 1 + R/100 पावरमा T। अब CA को भ्यालु राखौं 56,000 छ P मूलधन चाहिँ 50,000 छ 1 + R भनेको निकाल्नु पर्ने छ। ब्याज दरलाई R ले जनाइन्छ। अब R भनेको R लेखौं 100 भयो अनि पावरमा T भनेको 1 वर्ष 1 भयो। अनि अब यो 56,000 छ, 56,000 डिवाइडेड बाइ 50,000 भयो। अनि =1 + यो R/100 जस्ताको त्यस्तै। यो 1 भनेको चाहिँ अब यसलाई पावरमा 1 गर्दा के हुँदैन, त्यसपछि 1। अब यो सेम भयो। अब यसलाई क्याल्कुलेसन गरौँ। 56,000 डिवाइडेड बाइ 50,000 यो चाहिँ आयो 1.12 आयो 1.12 =1 + R/100 यो भयो। अनि 1.12 यो 1 प्लसमा छ भने अब यसलाई यता ल्याउँदाखेरि माइनस भयो, -1 R/100 अनि यो चाहिँ 0.12 भयो, 0.12 R/100 अनि 0.12 यसलाई यता ल्याउँदा मल्टिप्लाईमा छ इन्टु 100 R भयो। अब यो चाहिँ 0.12 लाई 100 ले मल्टिप्लाई गर्दाखेरि 12 भयो R R=12% अर्थात ब्याज दर R=12% रहेछ। अब हामी 2 वर्षपछिको मिश्र धन पत्ता लगाउँछौं। 1 वर्षको त 56,000 छ, त्यसबाट हामी त्यसको युज गरेर हामीले ब्याज दर गणना गरिसकेका छौं भने अब हामी 2 वर्षको मिश्र धन पत्ता लगाउँछौं। अब यसै उत्तर अब यसमा मिश्र धन निकाल्नु पर्ने हो 2 वर्षको लागि भने व्हाट लेखौं। अनि समय T = 2 वर्ष भयो र
अब ब्याज दर निकालिसकेका छौँ भने ब्याज दर r = 12% आएको थियो 12%। अब 2 वर्षपछिको मिश्र धन पत्ता लगाऊ। मिश्र धनका लागि CA = P भयो 1 + r/100 पावरमा T भयो। अनि मूलधन P CA निकाल्नु पर्ने छ। CA भनेको मिश्र धन अहिले हट छ, त्यही भएर यसलाई लिने गरी अब P मूलधन लेखौँ। मूलधन चाहिँ 50,000 1 + r भनेको चाहिँ 12% अपन 100 पावरमा T भनेको अहिले चाहिँ 2 वर्ष छ। अब 50,000 को 50,000 भयो 1 प्लस यो भनेको 112 डिवाइडेड बाइ 100 पावरमा 2 अनि यो चाहिँ 50,000 50 जस्ताको त्यस्तै यो चाहिँ 1.12 पावरमा 2 1.12 पावरमा चाहिँ 2 गर्दाखेरि 1.2544 भयो। अनि यहाँ चाहिँ 50,000 इन्टु 1.2 अब यसलाई क्याल्कुलेसन गरौँ। 1.2544 इन्टु 50,000 छ। यो आयो मिश्र धन CA = रु 62,720 62,720। यसको 2 वर्षपछिको मिश्र धन चाहिँ 62,720 रहेछ।